आज नेपालमा सुन-चाँदीको रेटमा अप्रत्याशित रूपमा परिवर्तन देखिएको छ। यदि तपाईँ पनि सुन-चाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियोलाई स्किप नगरिकन ध्यान दिएर हेर्नुहोला है त। नमस्कार अनि स्वागत छ तपाईहरू सबैलाई हाम्रो यस नयाँ र विशेष भिडियोमा। यो भिडियोमा चाहिँ हामी आज नेपालको ताजा सुन-चाँदीको भाउ कति छ, हिजोको तुलनामा आज कति मूल्य वृद्धि भयो र भोलि सुन-चाँदीको भाउ बढ्ला कि घट्ला भनेर विश्लेषण गर्नुको साथै यो हप्ताभरि सुन-चाँदीको भाउमा भएको उतार चढाव कस्तो रह्यो त भनेर पनि चर्चा गर्नेछौँ। यदि तपाईँ पनि यो र यस्तै किसिमको भिडियो साथै बजारमा आएको सुन-चाँदीको नयाँ डिजाइनको गरगहनाहरूको वेट र प्राइस सहितको भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल सुन-चाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आज मिति 2082 साल 11 महिना 18 गते नेपालमा छापावाल सुनको मूल्य प्रति तोला 3,26,100 रुपियाँ रहेको छ भने चाँदीको मूल्य प्रति तोला 6,020 रुपियाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुनको भाउ प्रति तोला 3,20,500 रुपियाँ थियो। आज त्यो बढेर 3,26,100 रुपियाँ पुगेको छ। यसरी हेर्दा आज सुन प्रति तोला 5,600 रुपियाँले बढेको छ। त्यसैगरी चाँदी हिजो 5,985 रुपियाँमा कारोबार भइरहेको थियो भने आज 6,020 रुपियाँमा कारोबार भइरहेको छ। यस अनुसार आज चाँदीको मूल्य हिजोको तुलनामा प्रति तोला 35 रुपियाँले वृद्धि भएको छ। अब साप्ताहिक विश्लेषणतर्फ जाउँ। हप्ता दिनभरि सुन र चाँदीको भाउमा कति वृद्धि भएको रहेछ त विस्तृत रूपमा हेरौँ। पछिल्लो हप्ताको सोमबार 3,13,500 रुपियाँमा कारोबार भएको सुनको भाउ आजसम्म आइपुग्दा 12,600 रुपियाँले वृद्धि भएर 3,26,100 रुपियाँ पुगेको छ। त्यसैगरी पछिल्लो हप्ताको सोमबार 5,595 रुपियाँमा कारोबार भएको चाँदीको भाउ आजसम्म आइपुग्दा 425 रुपियाँले वृद्धि भएर 6,020मा कारोबार भएको छ। यसरी हेर्दा हप्ताभरि नै सुन-चाँदीको भाउमा निरन्तर वृद्धि भइरहेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा पनि अहिले सुन बढ्दो क्रममा देखिएको छ। अहिले भइरहेको अन्तर्राष्ट्रिय द्वन्द्वले पनि सुन-चाँदीको भाउलाई बढाउन थप मद्दत गर्छ र डलरको अवस्थाले पनि बजारमा प्रभाव पारेको देखिन्छ। पछिल्ला केही दिनदेखि बजार लगातार बढ्दो ट्रेन्डमा छ। यसरी अन्तर्राष्ट्रिय बजारलाई हेर्दाखेरि आजको तुलनामा भोलि सुन-चाँदीको भाउ केही बढ्ने नै देखिन्छ। तर बजार अस्थिर भएकाले सुन-चाँदीमा लगानी गर्ने बेला आफ्नो व्यक्तिगत सुझबुझको प्रयोग गरेर लगानी गर्नुहोला। तपाईको विचारमा के लाग्छ? भोलि सुन-चाँदीको भाउ बढ्छ कि घट्छ? कमेन्टमा आफ्नो अनुमान लेख्न नबिर्सिनुहोला। र दैनिक सुन-चाँदीको रेटमा अपडेट रहनका लागि हाम्रो युट्युब च्यानल सुन-चाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।